नमस्कार सबैजनालाई। आज हामी संविधानका बारेमा दोस्रो भाग लिएर उपस्थित भएका छौँ। यसमा चाहिँ विशेष गरी संविधानको विशेषताहरूको बारेमा मैले चर्चा गर्नेछु। यो नेपालको अहिलेको संविधान 2072 चाहिँ विशेषताहरू देहाय बमोजिम रहेका छन्। 35 भाग, 308 धारा र 9 अनुसूची। यसमा भाग 2मा चाहिँ नागरिकताको प्रावधान छ, जसमा 4 प्रकारका नागरिकताहरू रहेका छन्: वंशज, अङ्गीकृत, सम्मानार्थ र गैर आवासीय नेपाली नागरिकता। गैर आवासीय नेपाली नागरिकतालाई नागरिकतै भनिएको छ, तर त्यसमा चाहिँ के अरे राजनीतिक र केही अधिकारहरू सीमित गरिएका छन्। त्यस्तै भाग 3मा चाहिँ 31वटा मौलिक हकहरू र भाग 48मा चाहिँ नागरिक कर्तव्यको व्यवस्था गरिएको छ। भाग 4मा राज्यका निर्देशक सिद्धान्तहरू 4वटा र 13वटा राज्यका नीतिहरू रहेका छन्। त्यस्तै यो हाम्रो संविधान चाहिँ दुईचोटि संशोधन भइसकेको छ। 2072 फागुन 16 गतेमा पहिलो र 77 असार 4 गतेमा दोस्रो संशोधन भएको छ। त्यस्तै मौलिक हकमा 9वटा क्षतिपूर्ति सहित र 8वटा प्रतिबन्ध लगाउन सकिने प्रावधानहरू रहेको छ। नागरिकतामा आमा र बाबुको नामबाट लैङ्गिक र प्रादेशिक पहिचान सहितको एकल सङ्घीय नागरिकताको प्रावधान रहेको छ। राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयनको संसदीय अनुगमनको व्यवस्था गरिएको छ, त्यो चाहिँ धारा 54मा। त्यस्तै 3 तहको राजनीतिक शासकीय संरचना सङ्घ, प्रदेश र स्थानीय तहको रूपमा चाहिँ धारा 56मा व्यवस्था गरिएको छ। त्यस्तै धारा 58मा चाहिँ अवशिष्ट अधिकार चाहिँ सङ्घमा रहने भनेको, यसमा उल्लेख नगरेको अधिकार चाहिँ सिधै सङ्घमा जाने भनेर व्यवस्था गरिएको छ। त्यस्तै धारा 61मा चाहिँ राष्ट्रपति नै नेपालको राष्ट्राध्यक्ष हुने व्यवस्था गरिएको छ। त्यस्तै धारा 70मा चाहिँ राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फरक लिङ्ग र समुदायको प्रतिनिधित्व गरी गर्नुपर्ने व्यवस्था गरिएको छ। त्यस्तै सङ्घ र प्रादेशिक मन्त्री परिषदमा सीमित गर्ने गरी संविधानमै व्यवस्था गरिएको छ। संविधानमा चाहिँ सङ्घमा 25जना र प्रदेशमा चाहिँ प्रदेश सभाको 20% मात्रै हुने गरी मन्त्री परिषद बनाउन पाइने छ र यसको व्यवस्था चाहिँ सङ्घको व्यवस्था धारा 76 र प्रदेशको चाहिँ 168मा गरिएको छ। संसद सदस्य नभएको व्यक्ति मन्त्री भएपछि 6 महिनाभित्र सङ्घीय संसद सदस्य हुनुपर्ने पनि व्यवस्था रहेको छ हाम्रो संविधानमा। त्यस्तै चुनावमा पराजित मानिस चाहिँ सङ्घ र प्रदेश दुवैमा मन्त्री हुन नपाउने व्यवस्था गरिएको छ। विगतमा चाहिँ 2 ठाउँ उठेर हारेको व्यक्ति पनि प्रधानमन्त्री भएको इतिहास रहेको थियो, तर यो संविधानले चाहिँ यसलाई रोक्न खोजेको छ। त्यस्तै सङ्घमा चाहिँ 2वटा सदन रहेका छन्। प्रतिनिधि सभामा 275 मध्ये पहिलो हुने निर्वाचित हुने बहुनिहुबाट 165 जना र समानुपातिकबाट 110 जना गरी 275 जना हुन्छन् भने राष्ट्रिय सभामा चाहिँ 59 मध्ये प्रत्येक प्रदेशबाट चाहिँ 3 महिला, 1 दलित र 1 अपाङ्ग वा अल्पसङ्ख्यक गरी 8 जना र राष्ट्रपतिबाट मनोनित कम्तीमा 1 महिला सहित 3 जना रहेका छन्। प्रतिनिधि सभामा सभामुख वा उपसभामुख र राष्ट्रिय सभाका अध्यक्ष वा उपाध्यक्ष मध्ये 1 जना महिला हुनुपर्ने पनि व्यवस्था रहेको छ। प्रधानमन्त्री नियुक्ति भएको 2 वर्षसम्म र एकपटक अविश्वास प्रस्ताव असफल भएको अर्को वर्षसम्म अविश्वास प्रस्ताव राख्न नपाइने व्यवस्था पनि यही संविधानमा रहेको छ। त्यस्तै थप विशेषतामा चाहिँ महाभियोग प्रस्ताव पेश गर्न सकिनेछ। यो चाहिँ धारा 101मा रहेको छ। राष्ट्रपति उपराष्ट्रपति दुवैलाई महाभियोग लगाउन चाहिँ दुवै संसदको उपस्थित अथवा कुल सदस्यको 2/3ले मत दिनुपर्नेछ भने अन्य सदस्य, अन्य प्रधान न्यायाधीश, सर्वोच्चका न्यायाधीश, न्याय परिषद सदस्यहरू तथा संवैधानिक पदाधिकारी र प्रमुखलाई चाहिँ प्रतिनिधि सभाको 2/3ले पारित गरेर पदमुक्त हुने व्यवस्था धारा 101मा गरिएको छ। त्यस्तै सर्वोच्च अदालत, उच्च अदालत र जिल्ला अदालत भएको एकात्मक स्वरूपको न्यायपालिकाको व्यवस्था पनि यो संविधानमा छ। यसको चाहिँ व्यवस्था धारा 127मा रहेको छ। त्यस्तै प्रत्येक स्थानीय तहमा चाहिँ उपप्रमुखको संयोजकत्वमा न्यायिक समितिको पनि व्यवस्था गरिएको छ। यसले पुरै अदालतको काम नगरे पनि सानोतिनो मुद्दा मामला चाहिँ स्थानीय तहमै त्यसको फर्चुट होस् भनेर बनाइएको हुन्छ।
त्यस्तै प्रत्येक प्रदेशमा चाहिँ प्रदेश प्रमुख रहने व्यवस्था गरेको छ, त्यो चाहिँ सङ्घीय सरकारको प्रतिनिधिको रूपमा रहने व्यवस्था गरेको छ। सङ्घ प्रदेश र प्रदेश बिचको विवाद समाधान गर्न प्रधानमन्त्री अध्यक्ष भएको अन्तर प्रदेश परिषदको चाहिँ व्यवस्था धारा 234मा गरिएको छ। त्यस्तै धारा 232ले चाहिँ सहकारिता समन्वय र सहअस्तित्वको सिद्धान्तमा आधारित सङ्घीयता नेपालले अवलम्बन गरेको भनेर लेखिएको छ। त्यस्तै भाग 21देखि 27सम्म चाहिँ 13वटा संवैधानिक आयोगको व्यवस्था गरिएको छ। त्यसमा चाहिँ भाग 27मा रहेका संवैधानिक आयोगको चाहिँ 10 वर्षमा पुनरावलोकन गरिने भनेर धारा 265मा उल्लेख गरिएको छ। त्यस्तै धारा 274मा चाहिँ सार्वभौम सत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र जनतामा निहित सार्वभौम सत्ता प्रतिकूल हुने गरी संविधान संशोधन गर्न नपाइने व्यवस्था पनि गरिएको छ। राष्ट्रिय महत्त्वका विषयमा जनमत सङ्ग्रहमा जान सकिने भन्ने व्यवस्था धारा 275मा गरिएको छ। र संसदीय सुनवाई हुने व्यवस्था पनि यो संविधानमा रहेको छ, जसमा चाहिँ प्रधान न्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीश, न्याय परिषद सदस्य, संवैधानिक निकाय प्रमुख र पदाधिकारी र राजदूत नियुक्त हुनु अघि चाहिँ संसदीय सुनवाई गरिने व्यवस्था पनि यो संविधान